चाहिँ हेर्नु पर्यो। सो हेलो एभ्रिवान, ब्याक टु माई न्यू ब्लग। अनि स्वागत छ मेरो ब्लगमा। के बोले भाइ? अनि मेरो खुसीको कुरा चाहिँ के हो भने चाहिँ धेरै पछि मैले ग्यारेजबाट बाइक झिक्न पाएको त्यही नै हो खुसी। अनि नाइट भ्यू चाहिँ देख्न सक्नुहुन्छ। अनि म चाहिँ भिडियो चाहिँ कन्टिन्यू गरौँ भनेको, किनभने अब अनि अलराइट गेस अलराइट, म चाहिँ टक्क लगाएर यहाँ के भन्छ खरै खोल्नामा आइपुगेको अवस्था। अनि सबिन दाइ चाहिँ माथि गएर आउनु, अनि कतिखेर आउँछन्, मेरोमा फेरि ब्याडलेस नै भएछ। सो त्यही नै हो, बल्ल बल्ल आइयो भनौँ न। फाइनली केटा हो, माछाहरू यहाँ टन्न हेरेर आए। 2 केजी 1.5 केजीको यहाँ टमक्क छेरीको भएर आइरहेको चाहिँ। अनि चाहिँ धेरै स्पष्ट छ माछाहरू उता सही हो। त्यहाँ हामी कसले फोन गऱ्यो भने गाह्रो हुन्छ। गएको अब हिँड्न लागेको टक्क लगाएर। अनि भ्लग चाहिँ हेर्नु पर्यो ड्याङ। अनि भर्खर केटाहरूसँग बोलेको छु, हेर्न सक्नुहुनेछ गाउँहरू माथिदेखि। सो त्यही नै अहिले भेट्न पर्ने हुन्छ यता। अब फाइनली अब यो माछाहरूलाई छोडेर जानु लागेको। सो ल केटा हो, हामी चाहिँ टक्क लगाएर अनि माछा पालनबाट गइसकेको अवस्था। अनि सो बाइक चाहिँ उहाँ छ, सबिन दाइ चाहिँ उहाँ हुनुहुन्छ। अनि यो सामान चाहिँ के हो भन्नुभयो होला। अनि यो चाहिँ मेरो खाजा है। अनि म खाना चाहिँ अझसम्म खाएन कि, बिहान त्यही ढुटी अलि एक गिलास चारी थियो। अनि त्यसको लागि म उस गरेको छु कि अहिलेसम्म बसेको छु। अनि सो प्लस यो नि दाइले ल्याउनु भयो। अनि यो नि यहाँ त खाइसक्यो, थोरै छ, अहिले गएर खानुपर्ने हुन्छ, अहिले भेट्नुपर्ने हुन्छ त्यही। लाइक र दाइले चाहिँ ठक्क लगाएर माछा भेटाएको अवस्था। अनि जिउरै रहेछ कि, हेर्दा चाहिँ मरेको जस्तो देखिन्छ, फिट्याङ चल्छ टाइममा टफेक सो लाइक र। अनि हामी चाहिँ क्यान्सल भयो, तल जानुपर्ने भयो। अलराइट गाइस, हामी चाहिँ टक्क लगाएर अनि पकाउने अवस्था। अनि काम यो। अनि त्यो प्याज काट्दैछ, अनि दाइ चाहिँ अनि मासु खोल्दैछ मछली। अनि सिकार गर्ने नै दाइ नै हो। अनि ल ढाकढुक गरेर अहिले भेट्न पर्ने हुन्छ है त। लो गाइस, ल फ्राई हुँदैछ है। सो फाइनली हाम्रो फिस रेडी भइसकेको अवस्था। टक्क लागि चाहिँ मासु त्यही टुटेर जाने हामीले। अनि यो मासु अब खाँदैछ हेर्नुपर्ने हुन्छ। सो अलराइट, ल हाम्रो चाहिँ खाइपी अवस्था चलिरहेको छ। अनि यसो देख्न सक्नुहुनेछ। ल चिलमा दुःख पिटा दिलमा, मान्छे चिलमा। सो मैले नै अब एकछिनपछि अब बचेकी हान्न पर्ने हुन्छ होइन। सो त्यही नै हो, अब माछाहरू त हानिसक्यो, अब भिडियो चाहिँ गरेँ होइन। सो हेर ल कस्तो छ एउटा ल्याग हान्न मुला कस्तो केटाहरू त महिना 3-4 महिनामा एकचोटि खान्छन् होइन।
पारा देखाउँदै खान्छु नि ल पानी सानी यहाँ छ पानीको व्यवस्था पनि गर्नुपर्ने हुन्छ गभर्मेन्टले चाहिँ होइन 5 हान्दै ल ल ल चलिरहेको छ यतिको त हुनु पऱ्यो नि पानी सानी दिनु पर्ने हुन्छ है त ल यो बोतलमा टक्क लगाएर ल अहिले भेटौँ त ल सो केटाहरूको भाग चाहिँ खाइसक्यो होइन मेरो भाग चाहिँ यो है ल आमा हेरौँ खाउनु के भन्छ अब छौ पानी आउला मुखबाट ल हामीलाई खाएन के बोले भाइ अब के बोले अलराइट ग्यास अनि आजको भिडियो यति नै सो कति बज्यो 8 बजिरहेको अनि हिजोको यतिकै बेला वाज सुरु गरेको आज यतिकै बेला यसो यति नै हो मन परे लाइक कमेन्ट सेयरसम्म गरिदिनु होला अनि सो आजको कस्तो भयो त एकदम अनि कस्तो भयो त नि खानु सो ल ल ल खानु कस्तो भयो एकचोटि भन्नुभयो र खाना त एकदम मिठो भयो कसको आकेर भन्दै बिहार मोटो भ्लगबाट आउने बाल हुनु परेन ल सो यति भन्दैमा भिडियो यही समाप्त हुन चाहन्छु म है यति भन्दैमा ओके बाई बाई